नमस्कार साथीहरू, रुटिन अफ जापानिज स्टडीको अर्को नयाँ अपडेट भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामीले जापानमा सिओए रिजेक्ट हुँदाखेरि चाहिँ जो कोडहरू आउँछ यो कारणले चाहिँ रिजेक्ट भएको भनेर जान्नको लागि चाहिँ उनीहरूले चाहिँ एउटा कोड मार्फत चाहिँ रिजेक्ट गरिदिएको हुन्छ। जस्तो चाहिँ कसैको 3A मा रिजेक्ट भएको भनेर भन्छन्, कसैलाई 2F मा रिजेक्ट भएको भन्छन्, कसैलाई 2E मा रिजेक्ट भएको, अथवा कसैको 1A 1B 1C का कारणहरूमा यस्तो कारणहरूमा चाहिँ रिजेक्ट भएको भनेर चाहिँ जानकारीहरू दिन्छन्। र त्यो रिजेक्सनको अर्थ चाहिँ के हो, त्यो कोडहरूको अर्थ चाहिँ के हो त भन्ने बारेमा चाहिँ आज हामीले चाहिँ अपडेट भिडियो चाहिँ बनाएर आइसकेका छौँ। र यो चाहिँ थोरै लामो भिडियो चाहिँ हुन सक्ला। के कारणले रिजेक्ट हुन्छ त, यिनी कोडको अर्थ चाहिँ के हो, यो कोडहरू दिएको यसको अर्थ चाहिँ के हुन्छ र के कारणले चाहिँ रिजेक्ट भएको हो र अनि चाहिँ कस्तो खालको कोडहरूमा चाहिँ कस्तो खालको कारणहरूमा चाहिँ फेरि रिअप्लाई गर्न मिल्छ, कस्तो खालको कारणहरूमा चाहिँ रिअप्लाई गर्न मिल्दैन भन्ने बारेमा चाहिँ हामीले पुरा जानकारी सहितको एउटा भिडियो बनाएका छौँ। भिडियो अलि थोरै लामो हुनसक्छ, तर पनि तपाईँहरूले अन्तिमसम्म हेर्नुहोला र अन्तिममा चाहिँ मैले जानकारी दिनेछु कि कस्तो खालको रिजेक्सनमा चाहिँ रिअप्लाई गर्न मिल्छ र कस्तो खालको रिजेक्सनमा चाहिँ रिअप्लाई गर्न मिल्दैन भन्ने बारेमा चाहिँ त्यो पनि मैले जानकारी अवश्य दिनेछु। त्यति भन्दै अहिलेसम्म पनि हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने छिटोभन्दा छिटो च्यानललाई सब्सक्राइब गरी सँगै आउने बेल आइकनलाई दबाउन नभुल्नुहोला। भिडियो सुरु गरौँ है त। खासमा चाहिँ हाम्रो सिओए रिजेक्सनमा चाहिँ हामीले चाहिँ विशेष गरी विद्यार्थीहरूको सिओए रिजेक्सनलाई चाहिँ हामीले हेरेका छौँ। अन्य सिओए रिजेक्सनलाई चाहिँ हामीले त्यति चासो चाहिँ नलिएको हो, तर पनि अन्य सिओएलाई पनि कारणहरू चाहिँ यस्तै तरिकाले आउने हो र अप्लाई पनि त्यही तरिकाले गर्न मिल्ने नमिल्ने भन्ने चाहिँ हुन्छ। र वर्किङको चाहिँ धेरै जसो के हुन्छ भन्दाखेरि सिओए रिजेक्सनको कुराहरू चाहिँ अलिक कमै आउँछ, किनकि वर्किङ भनेको सबै कुरा ल्याङ्ग्वेजहरू सबै कुरा गरेरै एप्लाई गरिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अलि कमै चान्सेस हुन्छ सिओए रिजेक्सन भन्ने चाहिँ। तर धेरैजसो चाहिँ स्टुडेन्ट भिसामा चाहिँ रिजेक्सन हुने गर्दछ र विशेष गरी चाहिँ सिओए रिजेक्सन भनेको चाहिँ जापानको इमिग्रेसनले चाहिँ गरिदिने हो है। हामीलाई सिओए दिने पनि इमिग्रेसनले हो र सिओए रिजेक्ट गर्ने पनि इमिग्रेसनले हो। कुनै कलेजले चाहिँ सिओए रिजेक्ट गर्दै सिओए रिजेक्ट हुने भन्ने चाहिँ हुँदैन है त। कतिपय विद्यार्थीहरूले चाहिँ के सोच्नुहुन्छ, मेरो कलेजले चाहिँ सिओए रिजेक्ट गरिदियो, त्यो चाहिँ हुँदैन। इमिग्रेसनले रिजेक्ट गर्ने हो। कलेजले चाहिँ तपाईँहरूको डकुमेन्टहरू चाहिँ इमिग्रेसनलाई पठाउँछ र इमिग्रेसनले चाहिँ तपाईँको डकुमेन्टहरू हेरेर तपाईँलाई सिओए दिने या नदिने भन्ने बारेमा चाहिँ बल्ल चाहिँ इमिग्रेसनले जानकारी दिन्छ र सिओएको लेटर पनि पठाइदिने काम चाहिँ इमिग्रेसनले गर्छ। भने हाम्रो चाहिँ कलेजमा चाहिँ के जाने हो त भन्दाखेरि चाहिँ यतादेखि हजुरहरूले पठाएको डकुमेन्टहरू बनाएर पठाएको डकुमेन्टहरू चाहिँ यहाँदेखि कलेजमा जान्छ, कलेजले हेर्छ र कुनै मिस्टेक छ भने सुधार्न भन्छ र त्यसपछि फेरि त्यो कलेजले चाहिँ तपाईँको डकुमेन्टहरूलाई चाहिँ इमिग्रेसनमा पठाउँछ र इमिग्रेसनले चेक गरेर चाहिँ तपाईँहरूलाई सिओए दिने हो। र कतिपयको चाहिँ अब सिओए चाहिँ त्यो इमिग्रेसनले रिजेक्ट गरिदिन्छ र रिजेक्ट गरिदिएको तपाईँहरूको रिजेक्ट लेटर चाहिँ तपाईँहरूले आफ्नो कन्सल्टेन्सीलाई माग्दाखेरि अथवा एम्बेसीलाई बुझ्दाखेरि चाहिँ तपाईँको यस्तै कोडहरूको मार्फत चाहिँ यसमा रिजेक्ट भएको हो भनेर चाहिँ जानकारी दिएको हुन्छ र तपाईँले चाहिँ त्यो कोडहरू मध्ये चाहिँ मेरो कोड चाहिँ जो तपाईँको रिजेक्सन लेटरमा आएको कोड चाहिँ के हो भनेर जानकारी आवश्यक पर्छ होला। र यसको बारेमा चाहिँ जानकारी जहाँ पो मैले खोज्दा पनि धेरै ठाउँमा चाहिँ प्राप्त गर्न पाएन र त्यही भएर पनि मैले चाहिँ यो खोजिवरी चाहिँ तपाईँहरूलाई चाहिँ यो बारेमा जानकारी दिउँ भनेर एउटा भिडियो चाहिँ बनाउन गइरहेको छु है त। र सबैभन्दा चाहिँ सुरुकै कुराबाटै गरौँ है त। हाम्रो सुरुकै मैले चाहिँ एक कोडहरू बताइदिन्छु र त्यो कोडहरूको बारेमा चाहिँ तपाईँहरूले बुझ्नु होला है त। त्यसमा चाहिँ तपाईँहरूले चाहिँ कुन कोडमा चाहिँ तपाईँको रिजेक्ट भएको छ अथवा तपाईँको चिनेको व्यक्तिको रिजेक्ट भएको छ त्यो चाहिँ तपाईँले त्यहाँबाट छुट्याउनु होला है त। ल त सबैभन्दा पहिला चाहिँ 1 नम्बरको कोड चाहिँ एक भनेर पनि आउँछ है कोड 1। 1 नम्बर भनेको चाहिँ 1 को अर्थ, कोड नम्बर 1 को अर्थ चाहिँ अनुग्रह नलाग्ने क्राइटेरिया भनेको छ। यो चाहिँ कुनै पनि क्राइटेरियाहरू चाहिँ अब केही क्राइटेरियाहरूमा चाहिँ थोरै मिस्टेकहरू भएको खण्डमा चाहिँ रिजेक्ट गरिदिन्छ। र
1A बाट जाउँ है त। 1A मा चाहिँ के छ भन्दाखेरि 1A को रिजेक्सन भनेको चाहिँ शैक्षिक योग्यता सम्बन्धी अपुरो कागज। तपाईँले पठाएको शैक्षिक योग्यतामा चाहिँ तपाईँको योग्यतालाई चाहिँ कन्फर्म गर्ने खालको कागजहरू चाहिँ पूर्ण रूपमा नभएको कारणले पनि यो रिजेक्ट गरिदिने हुन्छ। जसमा चाहिँ तपाईँहरूले जस्तो डकुमेन्टहरू पठाउनु भयो, क्यारेक्टर सर्टिफिकेट पठाउनु भएन, अथवा अर्को कुनै सर्टिफिकेटहरू हुन्छ त्यस्तो खालको सर्टिफिकेटहरू पनि नपठाउनु भएको अवस्थामा चाहिँ खण्डहरूमा चाहिँ यो खालको रिजेक्सनहरू आउन सक्छ। अर्को चाहिँ छ 1B। 1B वाला रिजेक्सनमा चाहिँ जापानिज ल्याङ्ग्वेज र पढ्ने क्षमताको कमी भनेको हुन्छ है। यो चाहिँ के भन्छ भन्दाखेरि तपाईँको ल्याङ्ग्वेजमा चाहिँ क्लियर नहुनु, तपाईँको ल्याङ्ग्वेजको सर्टिफिकेटहरू चाहिँ नगएको हुन सक्यो है, अथवा तपाईँको ल्याङ्ग्वेजको कुरामा चाहिँ यो चाहिँ इन्क्वायरी आउँदाखेरि इन्क्वायरीमा बुझ्दाखेरि चाहिँ तपाईँको ल्याङ्ग्वेज थाहा नभएको र तपाईँको ल्याङ्ग्वेजको बोलाइ अनुसारले चाहिँ इमिग्रेसनलाई चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ होला कि सक्नुहुन्न होला भन्ने कन्फ्युज भएको कारणमा पनि यो खालको रिजेक्सन हुन्छ। तर यो खालको रिजेक्सन भनेको चाहिँ कसलाई हुन्छ त, जसलाई चाहिँ इमिग्रेसनदेखि कल आएको हुन्छ, जो चाहिँ इमिग्रेसनको व्यक्तिहरूसँग बोलेको हुन्छन्, उनीहरूको चाहिँ खालि धेरै जस्तो यो प्रकारको रिजेक्सन हुन्छ। र यो 1A 1B भन्ने चाहिँ धेरै जस्तो देखा चाहिँ परेको हुँदैन यो रिजेक्सनमा चाहिँ है त। अनि 1C भनेको अन्य कारणहरू भनेको छ, यस्तै खालको कारणहरू चाहिँ यसमा पर्छन् भन्न चाहिँ खोजेको हो। अन्य कारणहरू भनेको नि त्यही सानोतिनो मिस्टेकहरू, यसले चाहिँ ठुलो खालको मिस्टेकहरू चाहिँ त्यति पर्ने भएन है त। र यो सानोतिनो मिस्टेकहरू चाहिँ अहिले कन्सल्टेन्सीहरूले चाहिँ सबैले राम्रोसँग डकुमेन्टहरू बनाउनुहुन्छ र यस्तो खालको मिस्टेकहरू चाहिँ कमै देखिन्छ है त। ल अब चाहिँ 2 वाला चाहिँ रिजेक्सन, अब 2 को लिस्टमा चाहिँ के छ भन्दाखेरि 2 नम्बरको रिजेक्सन आयो भने चाहिँ 2 नम्बरको रिजेक्सन आयो भने चाहिँ त्यसले चाहिँ आवेदन अपुरो, प्रमाण वा स्पष्टीकरण अपुग भनेको हुन्छ है। तपाईँले कुनै पनि कुराहरू आवेदन दिँदाखेरि चाहिँ तपाईँले जापानको कलेजमा आवेदन दिँदाखेरि चाहिँ तपाईँको फर्ममा मिस्टेक हुन सक्यो, अथवा तपाईँको आवेदनहरू डकुमेन्टहरू पठाएको कुरामा चाहिँ प्रमाण नहुनु सक्नु है, डकुमेन्टको पठाएको डकुमेन्टको चाहिँ प्रमाणित नहुनु कुराहरू हुनसक्यो। जस्तो तपाईँहरूले चाहिँ कुनै डकुमेन्ट चाहिँ पठाउनु भयो, तर त्यो डकुमेन्टलाई बुझ्दाखेरि इमिग्रेसनले सर्च गरेर खोजेर हेर्दाखेरि चाहिँ त्यो डकुमेन्ट प्रमाणित हुन सकेन भने चाहिँ त्यस्तो खालको रिजेक्सनहरूमा र स्पष्टीकरण अपुग, यदि तपाईँको डकुमेन्टहरू पठाएको हुन्छ नि, त्यो डकुमेन्टहरू पठाएको चाहिँ स्पष्ट भएन कि त्यो डकुमेन्टहरू भनेको, स्पष्टीकरण भनेको त्यो डकुमेन्ट रियल हो भन्ने कुरा चाहिँ स्पष्टीकरणले पुगेन भने चाहिँ त्यो सम्बन्धी कुरामा चाहिँ त्यस्तो खालको रिजेक्सनलाई चाहिँ 2 नम्बरको रिजेक्सन चाहिँ भन्न सक्छ है। अथवा अर्को चाहिँ के छ भन्दाखेरि 2A भनेको चाहिँ पासपोर्टको प्रतिलिपि अपुग वा अस्पष्ट भनेको छ है। यो चाहिँ पासपोर्ट, तपाईँको पासपोर्टको डकुमेन्टहरूको चाहिँ जति स्क्यान गरेर पठाउनुहुन्छ होला कसैको, आजकल धेरै जसो कन्सल्टेन्सीमा चाहिँ यो आवश्यकता नै पर्दैन र यसमा रिजेक्सन हुने कुराहरू पनि अलि कमै हुन्छ। र कसैले चाहिँ माग्छ पासपोर्ट है, त्यसमा चाहिँ पासपोर्टको प्रतिलिपि अपुग भनेको हुन्छ, अथवा अस्पष्ट भनेको चाहिँ पासपोर्ट पठाइसक्नु भयो तर पनि तपाईँको पासपोर्ट चाहिँ क्लियर भएन भन्नको अर्थ चाहिँ तपाईँको पासपोर्टमा केही न केही सानोतिनो मिस्टेकहरू देखिन सक्यो भने चाहिँ त्यस्तो खालको मिस्टेकहरूले गर्दा पनि यो 2A वाला रिजेक्सनहरू हुनसक्छ है त। र 2B वाला रिजेक्सन भनेको चाहिँ फोटो अपुग वा नियमअनुसार नभएको। जस्तो फोटो पनि हामीले चाहिँ जापानको नियमअनुसारले चाहिँ फोटो खिच्नु पर्ने हुन्छ, फोटोमा लगाउनु पर्ने टाई भयो, कोट भयो, त्यो सबै कुराहरू चाहिँ कसरी गर्ने भनेर चाहिँ कन्सल्टेन्सीले पक्कै पनि सबैलाई बताउनुहुन्छ। र त्यो प्रकारको डकुमेन्टहरू चाहिँ जो फोटोमा चाहिँ उसले लगाउन भनेको जस्तो टाई कोटवाला फोटो भएन भने, अथवा फोटोको साइजहरू नमिलेको हुन सक्यो, त्यो कुराहरूमा पनि यो चाहिँ 2B वाला रिजेक्सनहरू हुन्छ है त। अनि अर्को छ 2C रिजेक्सन है। 2C रिजेक्सनवाला चाहिँ कस्तो हुन्छ भन्दाखेरि छात्राको स्टेटमेन्ट स्पष्ट छैन भन्ने चाहिँ कुरा चाहिँ यसले चाहिँ जनाएको छ है। जस्तो छात्रालाई चाहिँ छात्राको स्टेटमेन्टहरू चाहिँ छात्राको बारेमा चाहिँ सम्पूर्ण जानकारीहरू चाहिँ अलि स्पष्ट नभएको कारणले पनि यो खालको चाहिँ रिजेक्सन हुने चान्सेस हुन्छ। अर्को छ 2D भनेको चाहिँ
जापानिज ल्याङ्ग्वेज सर्टिफिकेट अपुग, तपाईँको जापानिज ल्याङ्ग्वेज सर्टिफिकेट चाहिँ आवश्यक भएको सर्टिफिकेट चाहिँ खोजे जस्तो सर्टिफिकेट चाहिँ प्राप्त नगरेको कुरालाई पनि यसले चाहिँ 2D रिजेक्सन चाहिँ भन्छ है त। यो चाहिँ तपाईँको जापानिज सर्टिफिकेट ल्याङ्ग्वेज सर्टिफिकेट चाहिँ अपुग भएको कारणले चाहिँ 2D जापानिज ल्याङ्ग्वेजको सर्टिफिकेटको अपुग है त। अर्को छ 2E रिजेक्सन, धेरैजसो हुने रिजेक्सन भनेको चाहिँ 2E 2F चाहिँ रिजेक्सनहरू धेरैजसो हुन्छ है त। यो चाहिँ सम्पर्क विवरण वा प्रवेश सम्बन्धी कागजात अपुग भनेको छ है त। यो चाहिँ तपाईँलाई चाहिँ सम्पर्क गर्ने खालका विवरणहरू जति पनि तपाईँले फर्म भर्दाखेरि तपाईँको परिवारको नम्बर दिनुभयो होला, स्पोन्सरको डिटेल्सहरू दिनुभयो होला अथवा हजुरको डिटेल्सहरू दिनुभयो होला, त्यो कुराहरू चाहिँ सम्पर्क विवरणहरू चाहिँ अलि अपुग भएको कारणले अथवा सम्पर्क गर्दा सम्पर्क लागेन होला, इन्क्वायरी गर्न खोज्दा इन्क्वायरी भयो न, कल गएन होला, त्यस्तो कारणले चाहिँ यो 2E को रिजेक्सन चाहिँ अलि बढी हुने गर्छ है त। अर्को छ 2F रिजेक्सन चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ आर्थिक कागजात अपुग वा अस्पष्ट भनेको हुन्छ। ब्याङ्कको स्टेटमेन्टहरू, भुक्तानी र प्रमाण आदि चाहिँ तपाईँको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँले जुन ब्याङ्कको डकुमेन्टहरू अथवा आर्थिक कुराहरू चाहिँ फाइनेन्सियल इन्कमको बारेमा चाहिँ डकुमेन्टहरू बनाउनु भएको छ, त्यसमा चाहिँ अपुग भएको है, अपुग भएको। त्यो रिजेक्सन गरिदिएको भनेको त डकुमेन्ट फेक भएको भनेर त्यो तरिकाको रिजेक्सन चाहिँ यो होइन है। 2F भनेको चाहिँ कस्तो भन्दा आर्थिक कागजमा अपुग भनेको चाहिँ अलि उसले खोजे जस्तो क्राइटेरियाहरू खोजे जस्तो चाहिँ नपुगेको है, उसले खोजेको जस्तो चाहिँ नपुगेको। ब्याङ्क रिजेक्सन भन्ने चाहिँ यसमा अलि पर्दैन। यसमा चाहिँ के हुन्छ, डकुमेन्ट बनाउने क्रममा चाहिँ केही न केही कुराहरू अलिक खोजे जस्तो चाहिँ पुगेन डकुमेन्टमा चाहिँ भने त्यो प्रकारको कुरामा चाहिँ यो चाहिँ ब्याङ्कको स्टेटमेन्टहरू, भुक्तानी प्रमाण आदिको कुराहरू छ नि, यो कुरामा चाहिँ अलि कन्फर्म नभएको कारणले चाहिँ रिजेक्ट हुन्छ है यो त। तर सानो डकुमेन्टको मिस्टेक, तर पुरै ब्याङ्कलाई चाहिँ रिजेक्सनै गरिदिएको भनेको चाहिँ होइन है योवाला। त्यही भएर यो वालामा पनि हामीले चाहिँ रिएप्लाई गर्न सक्ने चाहिँ हुन्छ है त। अर्को छ 2G भनेको चाहिँ अन्य वित्तीय कागज अपुग भनेको हुन्छ। यो पनि त्यही ब्याङ्क सम्बन्धी कागजहरूमध्ये पनि अन्य वित्तीय कागजहरू जो कर तिरेका कागजहरू हुन सक्यो, यताउताका कागजहरू हुन सक्यो, यसमा चाहिँ अपुग भएको कारणले चाहिँ गरिदिने हो। जस धेरै जसो चाहिँ यो अपुग हुने कुराहरू चाहिँ अलि अहिले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कन्सल्टेन्सीहरूले सबै डकुमेन्टहरू म्यानेज गरेर बनाएरै पठाउनुहुन्छ। त्यो भएर यिनी कुराहरू चाहिँ झ्याप्प उस चाहिँ हुँदैन, रिजेक्सन यिनीवाला रिजेक्सन चाहिँ हुँदैन। मेन भनेको चाहिँ तपाईँहरूको चाहिँ धेरैको रिजेक्सन हुन सक्ने भनेको चाहिँ यो 2E 2F चाहिँ यिनी दुईवटा चाहिँ पर्छ है त। अर्को छ 2H जन्म प्रमाणपत्र अपुग, जन्म दर्ताको प्रमाणपत्रहरू नपठाएको अवस्थामा चाहिँ यो खालको उस चाहिँ आउने गर्दछ। र अर्को छ 2I वाला चाहिँ के छ भन्दाखेरि चाहिँ निवास प्रमाणपत्र अपुग भनेको छ। तपाईँ कहाँ बस्नुहुन्छ ठेगानाहरू क्लियर नभएको खण्डमा चाहिँ यो वाला चाहिँ रिजेक्सन हुन्छ। र हाम्रो लागि चाहिँ त्यो वाला केही गाह्रो पर्दैन, किनकि हाम्रो चाहिँ नागरिकता गएको हुन्छ। नागरिकतामा चाहिँ तपाईँको जन्म प्रमाणपत्रको रूपमा पनि नागरिकता हुन्छ, निवासको प्रमाणपत्रको रूपमा पनि तपाईँको चाहिँ त्यो नागरिकताले चाहिँ काम गर्छ है। त्यो भएर चाहिँ यिनीवाला रिजेक्सन चाहिँ झ्याप्प देखिँदैन। अर्को चाहिँ 2J भनेको चाहिँ पारिवारिक प्रमाणपत्र अपुग भनेको नातेदारको प्रमाणपत्रहरू हामीले चाहिँ बनाएर पठाइन्छ नै। त्यो भएर चाहिँ यो वाला पनि नातेदारको प्रमाणपत्रहरू चाहिँ वडा कार्यालयमा गएर बनाएर पठाउन सकिन्छ। यो चाहिँ सबैको जे होस् बनेकै हुन्छ वडा कार्यालयको डकुमेन्टहरूसँग। त्यो भएर 2Jमा पनि रिजेक्सन कमै हुन्छ है त विद्यार्थीहरूको। अर्को चाहिँ छ 2K भनेको जापान स्थित नातेदारको प्रमाणपत्र अपुग भनेको छ। यो चाहिँ कस्तो भन्दाखेरि अब कसैले चाहिँ मेरो जापानमा चाहिँ नातेदारहरू हुनुहुन्छ भनेर चाहिँ कसैले अप्लाई गर्छ नि, हो त्यो बेलामा चाहिँ यो वाला डकुमेन्टहरू चाहिँ गर्दाखेरि चाहिँ रिजेक्सन हुन सक्ने चाहिँ हुन्छ। तर धेरैजसो नेपालको कन्सल्टेन्सीहरूले चाहिँ जापानमा आफ्नो नातेदार हुनुहुन्छ भनेर चाहिँ अप्लाई नगर्न नै भन्छ, किनकि यो डकुमेन्टहरू सबै मिलाउँदाखेरि गाह्रो पर्छ। त्यो भएर चाहिँ जापानमा हुनुहुन्न भनेर अप्लाई गरेपछि सजिलो हुन्छ भन्ने तरिकाले चाहिँ धेरैजसोले गर्दैन। त्यो भएर पनि यो 2K वाला चाहिँ
अलि रिजेक्सन नहुने चान्सेस पनि धेरै हुन्छ है त। टुके भनेको चाहिँ के रहेछ त भन्दाखेरि जापान स्थित नातेदारको प्रमाणपत्र अपुग भनेको चाहिँ जापानमा तपाईँको नातेदार हुनुहुन्छ नि उहाँहरूको बारेमा चाहिँ प्रमाणपत्रहरू पूर्ण रूपमा नगएको भन्ने चाहिँ जनाउँछ यसले चाहिँ। अर्को चाहिँ छ टुएल। टुएल भनेको तलब आम्दानी वा कर सम्बन्धी प्रमाण अपुग भनेको छ। यो भनेको चाहिँ कस्तो भन्दा जापानमै बस्ने व्यक्तिहरूको लागि चाहिँ यो हुने भयो त। मतलब जापानमै बस्ने भने जापानमा बस्नेवाला नेपाली नागरिकहरू को लागि चाहिँ यो कुराले चाहिँ जनाउँछ। जस्तो भिसा थप गर्नको लागि यताउताको लागि चाहिँ हो यो वाला रिजेक्सन भनेको चाहिँ। यो चाहिँ त्यो के भन्छ होइन तलब आम्दानी वा कर सम्बन्धी प्रमाण अपुग भनेको अब तलबहरू के छ कति आयो अथवा कहाँ गइरहेको छ कर तिर्नुभएको छ कि नै तलबको तिनी कुराहरू चाहिँ यो हुने भयो। यो वाला विद्यार्थीहरूलाई चाहिँ आवश्यकता परेन है त। अर्को छ टुएम। टुएम भनेको चाहिँ विद्यालयको पत्र कागज पत्र वा फेरि आवेदन दिने कारण अपुग। यो चाहिँ रिअप्लाईको कुरामा चाहिँ लागु हुन्छ टुएमवाला। रिअप्लाई पछि पनि रिजेक्ट हुनेलाई चाहिँ टुएमवाला जो चाहिँ एकचोटि रिजेक्ट भइसक्यो र अथवा फेरि रिअप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ फेरि आवेदन दिने बेलामा चाहिँ तपाईँको डकुमेन्टहरू फेरि नपुग्नुको कारणले चाहिँ फेरि यो खालको रिजेक्सन हुन्छ है त। टुएन भनेको छ टुएन भनेको चाहिँ अनुवाद सही छैन भनेको। यो भनेको चाहिँ तपाईँको डकुमेन्टहरू चाहिँ जापानमा पठाउँदाखेरि चाहिँ जापानिज भाषामा अनुवाद गरेर पठाउनुपर्छ। तपाईँको सम्पूर्ण डकुमेन्टहरूलाई चाहिँ जापानिज भाषामा कन्भर्ट गरेर पठाउनु पर्ने हुन्छ र त्यो कन्भर्ट गर्ने क्रममा चाहिँ केही मिस्टेकहरू देखियो भने चाहिँ त्यो प्रकारको चाहिँ मिस्टेकहरूमा चाहिँ के हुन्छ त भन्दा टुएनवाला चाहिँ रिजेक्सनहरू आउँछ है त। अनि टुओवाला रिजेक्सन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सामग्रीको स्पष्टीकरण छैन भनेको है। यो चाहिँ तपाईँहरूले पठाएको सामग्रीहरू तपाईँहरूले यहाँदेखि पठाउने डकुमेन्टहरू चाहिँ स्पष्ट नभएको भनेको स्पष्टीकरण भनेको त्यो स्पष्टतापूर्वक खुलाएको छैन भने त्यो डकुमेन्टहरू किन पठाइदिएछ के कारणले पठाइदिएछ त्यस्तो खालकोमा पनि रिजेक्सनहरू हुने चान्सेस चाहिँ हुन्छ है त। अर्को टुपी। टुपी भनेको चाहिँ झुटो जानकारी भनेको छ है। योवाला पनि रिजेक्सनहरू कतिपयको फेक डकुमेन्ट बनाएको खण्डमा चाहिँ योवाला रिजेक्सन हुन सक्यो है त। टुपीवाला रिजेक्सन चाहिँ जो चाहिँ झुटो जानकारीहरू झुटो डकुमेन्ट फेक डकुमेन्टहरू बनाएको कारणले। अर्को चाहिँ टुक्यू। टुक्यूवाला रिजेक्सन चाहिँ कस्तो हुन्छ भन्दा नवीकरणका लागि आवेदन नदिएको वा गर्न नहुने कारण भनेको छ है। यो पनि तपाईँहरूलाई त्यति आवश्यक परेन किनकि स्टुडेन्टमा यो चाहिँ त्यति रिजेक्सन पर्दैन है त। अब चाहिँ आयो हाम्रो 3। यो चाहिँ व्यापक रूपमा रिजेक्सन हुने कारणहरू चाहिँ थ्री मध्ये पर्छ है त। 3 भनेको चाहिँ शर्त नमिलेको है। शर्त नमिलेको कुराहरू चाहिँ 3 नम्बरको उसमा चाहिँ पर्छ है त। 3A भनेको चाहिँ कस्तो प्रकारको पर्यो भन्दाखेरि समर्थन गर्ने व्यक्तिको क्षमता कमजोर भनेको चाहिँ स्पोन्सर गर्ने व्यक्ति जो स्पोन्सरको पैसाहरू पठाउन सक्दैन कि उसले भन्ने खालको यो चाहिँ के भयो भन्दा हामीले ब्याङ्क रिजेक्सन भनिन्छ नि त्यो चाहिँ 3A मा पर्यो है त। मेन कुरा यो चाहिँ के हुन्छ भन्दा 3A वाला रिजेक्सनले चाहिँ तपाईँले फेरि रिअप्लाई गर्न पाइँदैन मिल्दैन गाह्रो छ है त। त्यो वाला रिजेक्सन चाहिँ 3A भयो ब्याङ्क रिजेक्सन भनेर पनि भन्छौँ हामीले। यो चाहिँ के भन्दा तपाईँको स्पोन्सरले चाहिँ पैसा तिर्न सक्दैन जस्तो लाग्छ कि जापानलाई इमिग्रेसनले त्यो भएर चाहिँ तपाईँको रिजेक्सन हुन्छ किनकि त्यो डकुमेन्टहरूले जनाइरहेको हुन्छ कि अलि गाह्रो छ यो मान्छेले तिर्नको लागि पैसा भनेर। त्यस्तो खालको चाहिँ विश्वास नगर्नु तपाईँको फाइनेन्सियल कुरामा तपाईँको स्पोन्सरलाई विश्वास नगर्दाखेरि चाहिँ 3A को रिजेक्सन चाहिँ हुने गर्दछ जसमा चाहिँ तपाईँहरूले फेरि रिअप्लाई गरेर जान्छु फेरि गर्छु भन्न चाहिँ अलि मिल्दैन अथवा गरिहाले पनि अलि सिए आउने चान्स चाहिँ एकदमै कम हुन्छ। अर्को छ 3B। 3B भनेको चाहिँ आत्मनिर्भर हुन नसक्ने। आत्मनिर्भर हुन नसक्ने भनेको चाहिँ तपाईँ चाहिँ आत्मनिर्भर हुन सक्नुहुन्न कि वस्तु लाग्यो भने चाहिँ तपाईँको डकुमेन्टहरू हेर्दाखेरि सबै कुराहरू बुझ्दाखेरि चाहिँ तपाईँ चाहिँ आत्मनिर्भरता आफैमा निर्भर हुन सक्ने क्षमता नभएको व्यक्ति हो कि जस्तो लाग्यो भने चाहिँ यो खालको रिजेक्सन चाहिँ हुन्छ। 3C भनेको चाहिँ अन्य भनेको छ अब यस्तै खालको डकुमेन्टहरू ब्याङ्क सम्बन्धी अनि तपाईँको स्पोन्सर सम्बन्धीका अन्य रिजेक्ट कुराहरूमा चाहिँ यो 3C वाला चाहिँ पर्छ है त। 4 भनेको चाहिँ इमिग्रेसन नियम उल्लङ्घन भनेको छ। यो वाला पनि अब जो स्टुडेन्ट भिसामा अप्लाई गर्नेवालाले चाहिँ अलिक कमै
नै गर्नुहुन्छ। यो इमिग्रेसनको सँग नियम उल्लङ्घन गर्नेवाला रिजेक्सनहरू भनेको चाहिँ एकदम कमै पर्छ है त। 4A भनेको चाहिँ जापानको इमिग्रेसन नियम अनुसार नपर्ने व्यक्ति भनेको छ। अथवा तपाईँले चाहिँ पहिला जापान बसेर आउनुभएको छ भने चाहिँ वा जापानमा कुनै गल्तीहरू गर्नुभएको छ भने चाहिँ अब त्यो कारणले चाहिँ जापानहरूले रिजेक्सन गरिदिएको हुन्छ सिए चाहिँ। जस्तो तपाईँले पहिला जापान बस्नुभएको छ, कुनै गल्ती गरेर नेपाल फर्किनुभयो अनि फेरि तपाईँ चाहिँ जापानको लागि एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यस्तो ठाउँमा चाहिँ यो खालको रिजेक्सन चाहिँ पर्यो है त। जस्तो पहिले गल्ती गरिसकेको छ, त्यही भएर जापानले एक्सेप्ट गरेन तपाईँलाई। अब त्यो यो चाहिँ विद्यार्थीको खण्डमा चाहिँ अलि पर्दैन है त। अब चाहिँ हामीले कुरा गरौँ पुनः अप्लाई, रिएप्लाई भनेको चाहिँ रिएप्लाई चाहिँ कस्तो कुरामा चाहिँ गर्न सकिन्छ त भन्ने है त। झुटो विवरण, गलत कागजातको प्रयोग, यो चाहिँ 2P र 2Q भयो है। 2P गलत झुटो जानकारीको दिएको पाइयो भनेर चाहिँ यो चाहिँ 2P रिजेक्सन चाहिँ गरिदिएको हुन्छ है त। 2Q भनेको चाहिँ कस्तो वाला रिजेक्सन हो भन्दाखेरि गलत जानकारीको कारण आवेदन अस्वीकार गरिएको छ भनेको हुन्छ है। यो चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले केही गलत जानकारीहरू दिनुभयो, त्यो कारणले चाहिँ आवेदनहरू भनेको सिआई रिजेक्ट गरिदिएको हुन्छ। र फेरि आवेदन नदिनु पर्ने भनेर स्पष्ट गरिएको छ भनेको चाहिँ यो कुरामा चाहिँ फेरि आवेदन नदिनु पर्ने भनेर स्पष्ट गरिएको छ है, फेरि दिन मिल्दैन। यो स्थिति अत्यन्तै गम्भीर हो र यसले चाहिँ एप्लिकेन्टलाई एन्ट्री ब्यान सम्म गराउन सक्छ है त। भनेको चाहिँ 2P र 2Q वाला रिजेक्सनहरू छन्, त्यो कुरा चाहिँ के हुन्छ भन्दाखेरि त्यो खालको रिजेक्सनहरूमा चाहिँ तपाईँहरूले फेरि एप्लाई गर्नै मिल्दैन। यदि गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ वर्किङमा पनि एप्लाई गर्न नमिल्ने गरी ब्यान गरिदिन्छ तपाईँलाई चाहिँ, त्यसरी चाहिँ ब्यान नै गरिदिन्छ है त। अर्को चाहिँ इमिग्रेसनको नियम उल्लङ्घन भनेको चाहिँ 4A वाला पर्यो है। इमिग्रेसनको नियम उल्लङ्घन गर्नुभयो भने पनि तपाईँले चाहिँ फेरि इमिग्रेसनका नियमहरू हुन्छन्, इमिग्रेसनले कस्तो अवस्थामा एप्लाई गर्न मिल्ने, कस्तो अवस्थामा एप्लाई गर्न नमिल्ने, कस्तो अवस्थामा जानकारी लिन मिल्ने, कस्तो अवस्थामा जानकारी लिन नमिल्ने भन्ने कुराहरूका यस्ता नियमहरू भएका कुराहरू चाहिँ त्यो नियमहरू नमानेर उल्लङ्घन गर्नुभयो भने चाहिँ तपाईँहरूलाई चाहिँ पर्मनेन्टली ब्यान गरिदिन सक्छ। त्यो चाहिँ फेरि एप्लाई गर्न नमिल्ने हुन्छ है त। अर्को चाहिँ कस्तो ठाउँमा चाहिँ फेरि एप्लाई गर्न नमिल्ने हुन्छ त भन्दाखेरि चाहिँ गम्भीर प्रमाण अभाव वा उद्देश्य अस्पष्ट भनेको चाहिँ कोडहरू चाहिँ के गर्छ भन्दाखेरि 1A, 1B, 3A र 3B यी कुराहरूमा पनि यी कोडहरूमा पनि तपाईँहरूले चाहिँ फेरि एप्लाई गर्न चाहिँ मिलेन है त। यदि आवेदन यसले चाहिँ के भनेको हुन्छ भन्दाखेरि चाहिँ यदि आवेदकको पढ्न चाहेको उद्देश्य प्रमाणित गर्न सकेन वा आर्थिक पारिवारिक स्थिति कमजोर प्रमाणित भयो भने, जस्तै स्पोन्सरको क्षमता छैन भन्ने चाहिँ अर्थ चाहिँ केले जनायो त 3A ले जनायो। यस्तो अवस्थामा पनि पुनः आवेदन अस्वीकार हुन सक्छ भनेको चाहिँ फेरि रिएप्लाई गर्दाखेरि अस्वीकार हुन सक्छ जबसम्म प्रष्ट र ठोस परिवर्तन प्रस्तुत गरिन्न भनेको छ। भनेको चाहिँ यसलाई चाहिँ एकदमै मिहिनेत गरेर सबै कुराहरू डकुमेन्टहरू एकदम क्लियर रूपमा कुनै पनि इमिग्रेसनले चाहिँ फल्ट निकाल्न नसक्ने गरी चाहिँ तपाईँहरूले चाहिँ एप्लाई गर्नुभयो भने चाहिँ बल्ल यसमा चाहिँ सिलेक्ट हुन सक्ने चान्सेस हुन्छ। होइन भने चाहिँ यो वाला रिजेक्सनमा चाहिँ एप्लाई गर्नुभयो भने फेरि एप्लाई गर्नुभयो भने चाहिँ त्यसमा चाहिँ रिजेक्सनै हुन्छ फेरि पनि भन्ने चाहिँ यसले चाहिँ जानकारी दिएको छ। अब चाहिँ हेरौँ पुनः आवेदन गर्न मिल्ने तर सुधार आवश्यक पर्ने केसहरू के छन् त भन्दाखेरि चाहिँ जस्तै हाम्रो चाहिँ 2E, 2F, 2H आदि चाहिँ यसमा चाहिँ रिएप्लाई गर्न मिल्यो है त। यी कुरामाहरूमा चाहिँ के भयो त भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ डकुमेन्टहरू सुधार्नुभयो भने सुधारेर अनि फेरि एप्लाई गर्नुभयो भने चाहिँ त्यसमा चाहिँ सिआई आउने चान्सेस हुन्छ, फेरि एप्लाई गर्न पनि मिल्छ है। पहिलाको चाहिँ 3A वाला त्यो चाहिँ अलि गाह्रै हुन्छ फेरि प्योर ब्याङ्क रिजेक्सन हो, त्यो कारणले गर्दाखेरि चाहिँ गाह्रो पर्न सक्छ है।
पक्कै पनि तपाईँहरूले यो भिडियो हेरेर चाहिँ कस्तो ठाउँमा चाहिँ एप्लाई गर्न मिल्ने रहेछ त, कस्तो ठाउँमा एप्लाई गर्न मिल्ने हुन्छ त भन्ने कुरा चाहिँ बुझ्नुभयो होला। विशेष गरी 2E 2F र 2H भन्ने चाहिँ यिनीवाला रिजेक्सनमा चाहिँ तपाईँहरूले चाहिँ डकुमेन्टहरू सुधारेर फेरि एप्लाई गर्न मिल्यो। तर 3बाट माथि लागेपछि है, 3बाट उँभो लागेपछि चाहिँ त्योभन्दा माथिका रिजेक्सनहरूमा चाहिँ फेरि एप्लाई गर्न चाहिँ अलि गाह्रै पर्छ है त। तिनी कुराहरू अनि जति पनि झुटा विवरणका केसहरूमा रिजेक्सन भएको छ तिनी कुराहरूमा पनि तपाईँहरूले चाहिँ फेरि एप्लाई गर्न मिलेन है त। ल त आजको लागि भिडियो यति नै। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएको धेरै धेरै धन्यवाद।